हात्ती र लाटोकोसेरोको मित्रता। हात्तीको नाम ध्रुव थियो। लाटोकोसेरोको नाम आलोक थियो। ध्रुव विशाल र बलवान थियो, तर ऊ शान्त स्वभावको थियो। आत्मरक्षाको लागि बाहेक कसैलाई अनावश्यक आक्रमण गर्दैनथ्यो। आलोक सानो थियो, तर चलाक थियो। आलोक एउटा ठूलो रुखको प्वालमा बस्थ्यो। ध्रुव त्यही रुखको फेदमा विश्राम गर्थ्यो। कहिलेकाहीँ आलोक र ध्रुव घुम्न जान्थे। ध्रुव बिस्तारै हिँड्थ्यो भने आलोक एउटा रुखबाट अर्को रुखसम्म उड्दै जान्थ्यो। आलोकलाई थकाइ लाग्यो भने ध्रुवको कानमा बस्थ्यो। यसरी यी दुई मित्रको जिन्दगी चलिरहेको थियो। एक दिन ध्रुव चढ्दा चढ्दै उनीहरूको रुखबाट धेरै टाढा पुग्यो। साँझ पर्न लागेको थियो। साँझको झुरमुलमा ध्रुवले बाटो बिरायो र एउटा गुफामा पुग्यो। एकछिन त उसलाई यही गुफामा रात बिताउँ भन्ने लागेको थियो। गुफाभित्र पुगेपछि उसलाई थाहा भयो कि गुफामा त राक्षसहरू बस्दा रहेछन्। उसलाई देख्दा बित्तिकै गुफामा कोलाहल सुरु भयो। बच्चा बच्चीहरू खुसीले उफ्रन थाले। ध्रुवलाई के भइरहेको छ थाहा थिएन। उसलाई दुईवटा अग्ला अग्ला राक्षसले डोर्याएर गुफाको बीचमा पुर्याए। त्यहाँ राक्षसहरूको राजा बसिरहेको थियो। ध्रुवलाई देख्ने बित्तिकै राक्षस राज खुसीले गदगद भएर नजिकै आयो। आहा, कस्तो गजबको संजोग! हिजो राति मेरी छोरीले हात्तीको मासु खाएको सपना देखेकी थिए। आज त ठ्याक्कै भेटिस्। धन्यवाद छ तँलाई, राक्षस राजले भन्यो। राजाको कुरा सुन्न साथ वरपर झुम्मिएका सबैले मुख मिठाउन थाले। ध्रुवले भन्यो, मैले तपाईहरू कसैको केही बिगारेको छैन। किन मेरो मासु खाने कुरा गर्नुहुन्छ? राक्षस राजले भन्यो, तेरो कुरा ठिक हो, तर हाम्रो चलन अनुसार सपनामा देखेको चिजलाई नाइ भन्न मिल्दैन। ध्रुवले लाख बिन्ती गर्दा पनि कुरा एउटै ठाउँमा अड्कियो। राक्षस राजकुमारीले सपनामा हात्तीको मासु खाएको देखेकी हुनाले ध्रुवको केही लागेन। अनि ध्रुवले भन्यो, लौ त नि, मेरो एउटा साह्रै मिल्ने साथी छ। म मर्नु अघि उसलाई भेटेर आउन चाहन्छु। राक्षस राजले नाइ नस्ती गरेन। जा त नि, जसरी भए पनि भोलि फर्केस्। गुफा बाहिर जसोतसो रात काटेर ध्रुव घर फर्क्यो। आफ्नो साथीको लखतरान र निन्याउरो मुख देखेर आलोक पनि दुखी भयो। आलोकले सोध्यो, भन साथी, के भयो हिजो? ध्रुवले भन्यो, के भनौँ, आज मेरो जिन्दगीको अन्तिम दिन हो। आश्चर्य मान्दै आलोकले सोध्यो, धत, किन त्यस्तो भनेको? के भयो र? ध्रुवले अघिल्लो दिनको घटना विस्तारमा बतायो। आलोकले भन्यो, ठिकै छ, जे भयो भयो, म तिमीसँगै जान्छु। बाटोमा केही उपाय सोचौँला। ध्रुवले मानेन। म त मर्ने नै भएँ, तिमी किन फोक्कैमा मसँग जान्छौ? आलोकले भन्यो, चिन्ता नगर, मलाई मारेर एउटा राक्षसको पनि पेट भरिन्न, त्यसैले मलाई केही हुँदैन। बरु केही उपाय लगाएर म तिमीलाई बचाउन प्रयास गर्छु। लौ त नि, भनेर ध्रुवले आलोकलाई काँधमा राख्यो र राक्षसको गुफातर्फ लाग्यो। गुफा टाढा थियो। थकाइ लागेर आलोक ध्रुवको काँधमै निदायो। गुफाभित्र पुग्दा बित्तिकै राक्षसहरू फेरि खुसीले उफ्रन थाले। त्यो कोलाहलले आलोकको निद्रा खुल्यो। ध्रुवलाई डोर्याउन आएका राक्षसहरूलाई आलोकले भन्यो, हामीलाई छिटो तिम्रो राजा कहाँ पुर्याऊ। राक्षस राजले ध्रुवलाई देखेर खुसी हुँदै भन्यो, स्याबास, फर्केर आइसस्, खुसी लाग्यो। राक्षस राजले भोजको तयारी गर्न आदेश दिन थाल्यो। त्यसै बीचमा आलोकले भन्यो, महाराज, म मेरो साथीसँग गुफा प्रवेश गर्ने बेलामा गहिरो निन्द्रामा थिएँ। यहाँको हो हल्लाले मेरो निन्द्रा खुल्यो। मेरो सपनामा के भयो भन्ने कुरा सुनेर मात्र अरू काम गराउँदा ठिक होला। राक्षस राजले भन्यो, भन त, के सपना देखिस्? आलोकले भन्यो, महाराज,
मैले सपनामा हजुरकी छोरी राजकुमारीसँग बिहे गरेको देखेँ। राक्षस राजलाई झरङ्ग रिस उठ्यो। तेरो यत्रो साहस मेरी छोरीसँग बिहे गर्ने? आलोकले नडराइकन भन्यो, महाराज, मैले मेरो सपनाको कुरा मात्र गरेको। कि त बिना कसुर ध्रुवलाई मार्न भएन, कि सपनामा देखे अनुसार मेरो बिहे राजकुमारीसँग गरिदिनु पर्यो। राक्षस राज सोच्न बाध्य भयो। ऊ राक्षसको राजा भए पनि धर्म मान्थ्यो। आलोकले भन्यो, महाराज, हजुर न्यायप्रेमी हुनुहुन्छ, न्याय बराबर हुनु पर्यो। राक्षस राजले आफ्ना परिवार र मन्त्रीसँग सल्लाह लियो। त्यसपछि भन्यो, उपस्थित राक्षसगण, हामी सबैलाई हात्तीको मासु खाने रहर थियो। मेरी छोरीले सपनामा देखे जसरी यो हात्ती हाम्रो गुफामा पनि आइपुग्यो। तर यो लाटो कोसेरोले मेरी छोरीसँग बिहे गरेको सपना देख्यो। अब कि त हात्तीको मासु पनि खाने र मेरी छोरीको बिहे यो लाटो कोसेरोसँग गरिदिने पनि गर्नु पर्यो, कि त यो हात्तीलाई सकुशल घर जान दिनु पर्यो। एकछिनपछि राक्षस राजले फेरि भन्यो, म हात्तीको मासु खाने लोभमा आफ्नी छोरीको भविष्य बिगार्न चाहन्न। त्यसैले यो हात्तीलाई घर जान दिने निर्णय गर्दछु। यसरी आलोकको बुद्धिमत्ताले ध्रुवको ज्यान जोगियो। ध्रुव र आलोक खुसी भएर सँगसँगै घर फर्के।